Guys, welcome to this YouTube channel. So सबैजनालाई स्वागत गर्न चाहन्छु. सो हेलो खोइ गेम खेलेर केटो पुरा छुट्टी आज मनाउँदैछ. आज के खाने रे हामी? के को? सुँगुरको. म को स्कुल पढ्छु. भन न. म डेली पब्लिक स्कुल पढ्छु गाइस. कहाँको? धरान 18. अनि ल अब कहिले पाएको? ए अस्ति नै बेस्ट. पुलिससँग आयो. म चाहिँ आशा गर्दैछु हैन सेको बनाउनको लागि. आमा यहाँ आउनुहुन्छ. यसो गर्नु त. यसो गर्नु न. ओ मैले चाहिँ पिस पिस पारिसकेँ. यहाँ चाहिँ पार्नु बाँकी छ. यसको चाहिँ आधी मात्रै गर्ने हो हामी हैन. दुईजना मात्रै हो, धेरै खान सकिँदैन. म भर्खर खाना खाँदैन. अब त्यतिकै बसिरहेको. गाइस हुन चाहिँ अलिक सम्भावना ओ फ्रिजमा त के रहेछ त कोक. तर भन्नु कोक हामी खाइसक्यौँ. यहाँ चाहिँ पिस गरिदिन्छ यसको होइन. धेरै खान सकिँदैन होला. गाइस हामी दुईजना मात्रै घरमा पोरो खान्छौँ क्या, सुँगुर खान्छौँ. अब मम्मी र अब आमा त बिमारी हुन्छ, खानु मिल्दैन. अनि मम्मी पनि खानुहुन्न. अब खानु भने मलाई एलर्जी हुन्छ. पङ्खा यहाँ बिग्रेको छ. यो चाहिँ भगवान्बाट हाम्रो. यहाँ चाहिँ सुँग्ने नानाको मेकअपको सामान छ. अब के नै भन्नु र कुरा. हजुर भरेसीको बोल्नुको लागि उयो गर्नुपर्छ. त्यो कलरको भयो होइन. यसको व्यवस्था अब ट्याक्कसँग यस्तो यहाँ फ्रिजमा हाल्नुपर्ने हुन्छ होइन. यसलाई चिसो पार्नु पर्यो नि त गाइस. चिसो पारेर ट्याक्कसँगले हावा बन्द गर्नुपर्छ क्या. त्यसपछि चिसोमा भरे ककडक्क हुन्छ. त्यसपछि पोल्नु पर्ने हुन्छ. यस्तो गाई चाहिँ हाम्रो छड हो होइन. म चाहिँ यहाँ कोइला निकाल्न आएको गाइस. यहाँ हाम्रो चाहिँ कोइला होइन. ल्या सबै पोखिया सबबाट म के गरेछ. यो चाहिँ हाम्रो फुफूले ल्याइदिनु भएको कोइला है. अहिलेसम्म छ. मैले यसलाई झिकी पनि सकेँ होइन. यसलाई पढेँ यसो कम्नुपर्छ कि फेरि बल्दै बल्दैन उसिरहेको हुन्छ. यतिले त पुग्छ. अहिले फेरि गाई चाहिँ होसियार गर्नुपर्छ होइन. बर्खाको बेलामा भरे उडेर गयो भने त्यो जङ्गल त साफ हुन्छ त. फेरि हिजो अस्ति भर्खर लागिरहेको छ अडेलो लाग्यो भने त समात्छ त. यसलाई यसको चाहिँ धरा भइरहेको रहेछ. यसलाई चाहिँ अब व्यवस्था हान्नुपर्ने हुन्छ. पछि गाई चाहिँ म यहाँ मान्छे ताकिरहेको छु होइन. मेरो एउटा दुश्मन छ गाई. म चाहिँ यहाँबाट अट्याक हान्नु गइरहेको छु. त्यसैको बोल्नु पर्ने हुन्छ गाई. मैले यो ग्लोभ्स लगाइसकेँ. तर यो ग्लोभ्स किन लगाएको होला भन्नुहुन्छ होला होइन. किनभने देख्न सक्नुहुन्छ यो कोइला हातमा कालो लाग्छ. त्यो भएर चाहिँ यो लगाएको होइन. यसको लागि चाहिँ ठ्याक्कै यहाँ छ. भान्जा र मेरो आज यति हो. सेकुवा हामी चाहिँ चारजना छौँ होइन. अब चारजनामा अब एकजनाले मात्रै खान्छौँ होइन. भान्जाले पनि अब पकाएको खाँदैन. त्यो सेकुवा मात्रै खान्छ. अनि त्यसपछि आमाले खानुहुन्न. अलिक डक्टरले नखानु भन्नुभएको छ. अनि दिदीले त झन् सानैदेखि नखानु भएको. त्यसै कसरी खानुहुन्छ. त्यो भएर यो चाहिँ हाम्रो लागि मगाइदिनु भयो. सो त्यसको लागि अब भान्जाले सेकुवा खाने बनाऊ. मलाई नि खानु मन लागेर त्यसपछि हामी आज भान्जा र मेरो मात्र यो सेकुवा थोरै हामीले पोलेर खानु गइरहेको छु होइन. म चाहिँ पोल्नु आँटेको. म चाहिँ यहाँ ट्याक यसरी आगोमा पोल्नु कोइलामा पोल्नु पर्ने हुन्छ गाइस.
तर फेरि मैले चाहिँ अर्को यसमा पोल्न आँटेको गाइस एकछिन पछि देखाउने छु है त आगो पनि हाम्रो बलिसक्यो होइन गाह्रो छ सेको पुली खानु होइन तर मिठो चाहिँ एकदम मिठो हुन्छ झन् प्योर रक्सीसँग खाँदा चाहिँ झन् मिठो गाइस तर के मनै पर्दैन खाइँदैन पनि होइन यसबाट पोल्न आँटेको गाइस होइन यो चाहिँ के भन्नुहुन्छ भने टायल हो तर दह्रो खालको छ होइन यो चाहिँ फुटेकै हुनाले मैले यसमा गर्न आँटेको नफुटेको भए त बेग्लै कुरा हो मारिहाल्नुहुन्छ दिदीले फेरि धेरै जस्तो ढुङ्गामा पुली हान्छ होइन तर मैले चाहिँ यो टायलमा बनाउन आँटेको के कस्तो हुन्छ है त ला मासला यस्तोमा यहाँ पोलेर काम भनेको त कस्तो फुटेछ अब गाइस आइफोनले साथ दिनु छोरो यो मौसम पनि धुम्म भएर क्यामेरा पनि अँध्यारो देखिनु त ल यो पारी चाहिँ जङ्गल छ गाइस होइन अब हामी चाहिँ सेपा पुर्छौँ मच्छर त हुन्छ यसमा चाहिँ नपोलौँ भनेको फेरि यसमै पोल्नु पर्यो गर्मी त्यस्तै फेरि सेकुवा त्यस्तै मिठो फेरि पोल्नु त्यस्तै साह्रो यो टायल ताती चाहिँ जिम पो हानिदिनु पर्यो क्यामेरा यहाँ राख्यो अरे काम गर्नु छु र अब बत्ती बाल्नु परेको छ हेर्नु अब आइफोन भनेको त्यस्तै हो होइन राति काम गर्दैन अलिक मधुरो देखाउँछ होइन म जिम गर्नुपर्ने हुन्छ होइन त्यहाँ ढुङ्गा तात्नु लेट्स गो अहिले त गाई सकिँदैन हो पहिला 40 हान्थ्यो होइन यस्तो अहिले त 20-25 मात्रै जान्छ अब पहिला भनेको ज्यान थिएन होइन अहिले भनेको अलिक ज्यान लागिरहेछ त्यही हो जिम गरेपछि छोडेपछि यस्तै ज्यान लाग्दो रहेछ के थाहा त्यतिखेर 6 प्याक बनाउने र हट्यो गाइस बनाइयो तर के हुनु बनाएर पछि छोड्यो जिम होइन त्यसपछि छोडेपछि त पहिलाको भन्नु झन् ज्यान लाग्यो अनि के गर्नु अहिले चाहिँ यस्तै छ गाइस होइन अब पसिना भने आयो यता छिरा जान अब ढुङ्गा पनि तातिसक्यो होला सेको पोल्नु पर्ने हुन्छ गाइस त्यहाँ आगोको छेउमा बस्नु पर्ने हुन्छ फेरि झन् राप आउँछ होइन झन् पसिना आउँछ गर्नु हुन्छ त्यसैले अब सेको पोल्नु पर्छ है त गाइस लेट्स गो राप ओके ओहो धरान सुगुर भनेको सुगुर हो क्या छुवाई गर्छ सुन ए गर न त यो चाहिँ गाइस धरानको सुगुर हो कालो बङ्गुर अब यो भनेको चाहिँ बजारबाट किनेर ल्याएको नि होइन यो भनेको खुद आफूले पालेको घरमा काटेको सुगुर हो यस्तो मजा आउँछ खानु होइन एकछिनमा पोलिसकेर झन् मजा आउँछ खानु अहिले चाहिँ भर्खर सुरुवात भइरहेको छु होइन यो चाहिँ 5 देउरालीको भ्यू हो होइन सो अब बत्ती बल्दै जाँदैछ त मासतिर पनि त्यस्तै छ तर क्यामेरै मधुरो भयो मेरो अब हाम्रो पालामा गाई छैन भन्नुहुन्छ यस्तो मोबाइल चलाउनु पाएको थिएन है त्यहाँ परे अहिले हेर बाहिर खेल्नु है बाहिर नि कहाँ पाउनु टुकटुके मोबाइल टुकटुके लाइभ धेरै चेन्ज हो नि
अहिलेको मान्छे नानीहरूलाई त सुविधा हो आइफोन नै चाहिन्छ हौ आइफोन चाहिन्छ अहिले त स्यामसङ नि होइन अरे के होइन अरे आइफोन अरे सिधै आइफोन घरिघरि ठिक कुरा गर्छ यो रिमोटले नि भान्जु बाबु कस्तो यसको डान्सर सेको खाने भयो रमाउँदैछ हाम्रो सेको चाहिँ उम्रिँदैछ होइन डोन्ट केयर सुँगुर खाएर मोटाउँछ होइन I'm sorry. कुमार सागरको फ्यान यो भिडियो चाहिँ कुमार सागरको अगाडि पुग्नु पर्यो होइन अब बहुत धेरै फ्यान हो गीत पुरा सुनिरहेको छ हाम्रो यो चाहिँ होइन पाकिसक्यो कलर नै फेरिसक्यो होइन अब यसलाई निकाल्नु पर्ने हुन्छ होइन पसिना भन्नु जाने गाई यस्तो होइन खानु चाहिँ कसम यस्तो मिठो हुन्छ कि गाई त्यो त भन्नै पर्दैन होइन कसैलाई भन्नु पर्दैन होइन तातो पिठाले गयो यसलाई निकाल्नु पर्ने हुन्छ नछोड यार कस्तो तातो भएर छ हेर म बार होइन कि म के खोल्छु होइन तर तिम्रो मामा छैन के पनि देखेको थिएँ म गर्मी हो गया आफूले चाहिँ चाखिदिनु पर्ने हुन्छ होइन रुके म पनि गरेर आएँ Wow. Kau tahu? Yes. कस्तो छ केटाले मिठो भन हो तर मैले बनाएको सेको चाहिँ जुस मिठो भन्छ है केटाले त्यही खुसी लाग्छ म हो त म सेप भन्यो के को सेप भन्यो जनालाई थाहा छैन यसलाई चाहिँ गाई यो डर छ कि त्यो भएर चाहिँ यसलाई सट्टै हालिदिएको होइन सट्टै यसरी डराउँछ क्या कालो नकालो हुन्छ होइन त्यो भएर पानीले छम्काउँदै हाल्नुपर्छ होइन बाबा यो डरेको क्या त्यही भएर एकछिन बजेको अब सकिन आँटेको गाई छैन अब 2 पिस 3 पिस 4 पिस मात्रै छ अब यो पाकेपछि आधी त पाकिसक्यो बिस्तारी झ्याममा हान्दै पठाउनु मासुकै फेरि अलिकति भएन भयो ओ केटोले रहर गरौँ भयो होइन ल गेम खेल्नु हालिसक्यो त्यसपछि सर्ट खानुपर्छ तलै छ त हाम्रोतिर चाहिँ तलतिर चाहिँ बत्ती छ गाइज ए हाम्रोतिर चाहिँ छैन अब हामी गाइज छिटो पोल्छु होइन छिटो पाकिसक्नु आँट्यो अब छिटो पोल्छौँ भन्दा पनि पाकिसक्नु आँट्यो अब खानुपर्ने हुन्छ होइन बत्ती पनि छैन अब खाने त 2 जना मात्रै हो होइन अब हामी चाहिँ खान्छौँ घरदेखि मात्र 2 जना हो त्यही त अनि त्यसपछि खानुपर्ने नि हुन्छ होइन बत्ती पनि छैन यो चाहिँ अन्तिम हो होइन डरिसकेको छ गाई छैन यसलाई पानीले छम्काउनु पर्ने हुन्छ नत्र सबै डराउँछ क्या सबै डरेछ म्याचलाई
हामीले चाहिँ पोलिसक्यौँ होइन। अब हामी चाहिँ खानुपर्ने हुन्छ होइन। यो सलाद यो अचार नि बनाइसक्यो, यो पनि पोलिसक्यो, यो अघि बिहान दिउँसोतिर बनाएको चटपटे हो। यो कोक पनि हामी हालिसक्यौँ खानेको लागि रेडी आएर के खै यता निक्का यता हो। अब गाइस हामी चाहिँ खानुपर्ने हुन्छ होइन। सो लेट्स गो। पोजिसनमा बस्ने ल। हेलो के बोल न हौ। हेलो के बोल न अरू केही छ कोक पुगेन साथी। कोक बनाउन गाइस यस्तो नाइन्छ फुल्दैन मसँग। ल सुरु कुनदेखि हाल्नु ल। म त यही खान्छु, म त के खादिनँ। अरू केही नहाल्ने जे हाल्नु न त सुरुमा। नै सुरुमा उयो हो तँ खाडे बेलामा राख न एकछिन त, एकछिन राख न जतिखेर पनि। पछि सुरुदेखि यो हान्छु होइन। ल ल है ल चेस यहाँ छौ चेस हो चेस उता देखाएर यता मजा यो किन जान्छ के हुँदैन। यो उठाउनु यो उठाउनु ल यता यो डगर चाहिँ आइहाल्छ त्यसका बाद के गर्छौ निनी सकिएन। बिस्तारै आऊ न त्यो मोबाइलमा हेर न। आज पनि हामी खाना खाएनौँ होइन। आजको हाम्रो खाना चाहिँ पोर्क सेकुवा चटपटे कोक त्यति हो। कम्पेयर गर्न सकिँदैन क्या जस्तो। सबै कुरो गरेर यतिको भनिदिएपछि चाहिँ अझै नेक्स्ट टाइम बनाउनु मन लाग्छ क्या हो कि नहुन त। यो चाहिँ नहाल्नुहोस् यो मिस्टेकले हो। उयो कोक छ उतै खाऊ। किन दिँदैन सकिहाल्छ। म किन महानी कन्छ के छ ए कोकमा उठ गर्नु। कति मोबाइल हेरेको यार। हामी चाहिँ नपिरोवाला खान्छौँ है। पिरो एक सौ सानो पार न। यहाँ त हो नि यहाँ त मासु दुईजना क्या उल्टो छौँ है। तिमीलाई पकाएको मन नपर्ने होइन, फेरि मलाई पकाएको मन पर्ने तर पकाउँदाखेरि बोसो नखाने।
फेरि यो पोल्दाखेरि चाहिँ बोसो खाने क्या यस्तो क्या अब मान्छे खतरा होइन उल्टो क्या क्या म त यति अगाडि जस्तो फिल गर्यो त्यो Suddenly realizes that his bed is submerged in seawater. He turns on the light to check and the dormitory has turned into an ocean. He's confused, but the sea is still rising, just as the water is about Day 107 of only eating food from a Korean convenience store. Guys, what's that? Warm is the restaurant. पाएको थिएन क्या पाएकै छ नि हजुरसँग उयो भयो क्या School uniform in different countries. 9. Pakistan. म त मासुले त मादो भयो को कहाँ छ त सक्यो जिसको मुझे खत्म करने में ट्रैफिक में 1 साल लग जाता Order right in our training session. Common paro. Masuk Order right in our training session. Guys, sampai sih itu kan lagi. Kostum juga ya kan? Common paro ya kan? आजको भिडियोलाई गाइस हामीले अब यहाँ इन्भल्भ गर्नुहुन्छ के बोल्दै न आजको कस्तो भयो रहेछ भिडियो ट्रायल गर्दै न एकचोटि ल के बोल्दै न कस्तो भयो यताउता एक दुई शब्द राखिदिउँ त भिडियोमा सब्सक्राइब लाइक फलो गर्नु
share and होइन त्यहाँ पखन आजको टेस्ट कस्तो भयो त खतरा अचार चाहिँ मिठो छ गाइस अनि यो मासु हात चाटी चाटी अनि मासु चाहिँ तो लभली हामीले यति चाहिँ खान सकेनौँ त्यो खाँदैछ अब ट्याकरसँगले भिडियोलाई गर्नु अब यहाँ डेक्ची ड्राइभर हान्नु पर्ने हुन्छ होइन के भन्नुभएको ओके गाइज आजको भिडियोलाई हामी यहाँ इन गर्न चाहन्छौँ सी यू टुमरो नेक्स्ट भिडियोको लागि पर्खाइमा बसिराख्नु होला होइन माया चाहिँ गरिदिनु होला मा भान्जालाई होइन अब चाहिँ मा भान्जाको भिडियो आउनु सक्छ होइन कहिले के आउनु सक्छ माया गरिदिनु होला साथ दिनु होला होइन ल लाइक सब्सक्राइब ल तिम्रो मुखबाट share, like, subscribe, follow us and goodbye.